हेलो गुड आफ्टरनुन सबैलाई। आजको आइटम चाहिँ यो भैँसीको मासु इस्कुस लगाएर यहाँ कुकर पनि रेडी भइसकेको छ। हिट भइसकेको छ हाम्रो कुकर। भैँसीको मासु लगाएर चाहिँ तेल कुकर गरम भइसकेको छ। यो पाकिसकेर एकचोटि खाने बेलामा हेरौँ है। गाइज फ्यामिली हाम्रो खाना पाकेर रेडी भइसकेको छ। भैँसीको मासु, इस्कुस, आलु, सिबी आलु, प्याज, अचार। अन्त अब हामी सुरु गर्छौँ बहुत खान्छु है भाइ। भैँसीको मासु मनपर्छ होइन? लेट्स प्रे। सुरु गरौँ है। फर्स्ट बाइट के भएछ? भाइलाई भैँसीको मासुमा चाहिँ इस्कुस हालेको मनपर्छ कि आलु हालेको मनपर्छ? आलु हालेको मनपर्छ। इस्कुस हालेको खुसी लाग्दैन। आज इक्जाम कस्तो भयो? राम्रो भयो। भोलि के छ भाइ? इङ्ग्लिस भयो। कहिलेसम्म छ इक्जाम भाइको चाहिँ? सातुर्दे कहीँ छुट्टी कति एक हप्ता 10 दिनहरू होला। 10 दिनहरू कहाँ जान्छ होला भाइ? म खेल्नु आजको हाम्रो खानु खाइसक्यो है भाइ? के बनाउनुहुन्छ तपाईँले भाइ? के बनाउनुहुन्न? थ्याङ्क यू फर वाचिङ। तपाईँले कति धेरै माया सपोर्ट दिनुहुँदैछ। थ्याङ्क यू। बाई। से बाई।